अमेरिकामाथि नेपालको शानदार जित, अमेरिकाले भोग्यो लज्जास्पद हार। आइसिसी विश्वकप लिग 2 मा आज नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ। नेपालले अमेरिकालाई 122 रनको लज्जास्पद हार चखाएको छ। नेपालको जितमा ब्याटिङ मुख्य कारण बन्यो। ईशान पाण्डे र दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले। बोलिङमा पनि नेपालको शानदार प्रदर्शन रह्यो। जितका लागि 318 रनको विशाल लक्ष्य पछ्याएको अमेरिका 41.2 ओभरमा सबै विकेट गुमाएर 195 रनमा अल आउट भयो। रनको खाता नखोली अमेरिकाका ओपनर स्मिथ पटेललाई सोमपाल कामीले आउट गरे। सेहान जयासूर्यले दोस्रो विकेटका लागि 53 रनको साझेदारी गरे। 27 रन बनाएर सयानलाई स्टार लेग स्पिनर सन्दीप लामिछानेले आउट गरे। लगत्तै 26 रन जोडेका सेहानलाई दिपेन्द्र सिंह ऐरीले पवेलियनको बाटो देखाइदिए। तेस्रो विकेटको नोक्सानीमा 55 रन जोड्दा अमेरिकाले सुरुवात निराशाजनक गर्यो। मिलिन्द कुमार 22 रनमा, शुभम रञ्जाने 2 रन, साइतेजा मकामुल्ला 22 रनमा आउट भए। 6 विकेटको नोक्सानी हुँदा अमेरिकाले 94 रन बनाएको थियो। त्यसपछि सञ्जय कृष्णमूर्ति र नोस्थुस केन्जिकोले 8औं विकेटका लागि 70 रनको साझेदारी गरे। बोलिङमा नेपालका लागि सन्दीप लामिछानेले 10 ओभरमा 1 मेडन सहित 30 रन दिएर 3 विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। दिपेन्द्र सिंह ऐरी, ललित र गुलसनले समान 2-2 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 317 रन बनाएको थियो। नेपालका लागि ईशानले सर्वाधिक 84 रनको योगदान दिए। 83 बलमा 8 चौका र 1 छक्का मद्दतमा 84 रन बनाएका थिए। तेस्रो विकेटका लागि कप्तान रोहित कुमार पौडेल र ईशानले 110 रनको साझेदारी गरे। 59 बलमा 2 चौका र 1 छक्का सहित कप्तान रोहित पौडेल 86 रन बनाएर आउट भए। कुशल भुर्तेलले 39 बलमा 5 चौकाको सहयोगमा 29 रन बनाएर आउट भए। आसिफ शेख 57 बलमा 6 चौका सहयोगमा 43 रन बनाएर आउट भए। गुलसन झा 15 रन बनाएर आउट भए। दिपेन्द्र सिंह ऐरी 59 रन बनाएर आउट भए। दिपेन्द्र 36 बलमा 4 चौका र 4 छक्का प्रहार गर्दै रन आउट भए। समग्रमा आज नेपालको खेल तपाईहरुलाई कस्तो लाग्यो? कृपया आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न नभुल्नुहोला। र यो सँगै यस्तै खेलकुद समाचार र अपडेटका लागि भने बेनोज बिस्ट युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।